हेलो साथीहरु के छ हाल खबर आरामै हुनुहुन्छ नि ल धेरै दिनपछि फेरि भिडियो अपलोड गरिरहेको छु है धेरै वेट गर्नुभएको छ ल आजको भिडियो के को सन्दर्भमा होला त के क्वेशनहरु म तपाईहरुलाई भन्छु र तपाईहरु गेस गर्नु होला सोच्नुस् त कि आजकल हामी एकअर्कासँग बोल्न छोडेर हैन कुनै ठाउँमा गइरहेको हुन्छौं भने आफै टक्क मोबाइल निकाल्छौं र गुगल म्यापमा हेर्छौं पहिलेको मान्छे सोध्थ्यो एकअर्कालाई हैन कि यो ठाउँ कहाँ छ त्यो ठाउँ कहाँ छ तर अहिले के गर्छ हामी अहिले गुगल म्याप निकाल्छौं ल कुन ठाउँ छ है कहाँ जानु छ टक्क त्यहाँ सर्च गर्छौं टक्क आइदिन्छ कसरी हुन्छ होला त्यो हो कि भन्नु त ए तपाई काठमाडौँमा बस्नुहुन्छ भने हेर्नु भएको होला तपाई इनड्राइभमा चढ्नुहुन्छ पठाउमा याङ्गोमा चढ्नुहुन्छ है तपाईको लोकेसन कसरी थाहा पाउँछ तिनीहरुले या त कुनै इन्जिनियरले एउटा बिल्डिङ को जब पुरै नक्सा एउटा पेपरमा कसरी बनाउन सक्छ होला कुन पिलर कहाँ राख्ने के कहाँ राख्ने बिल्डिङको वाल कत्रो हुन्छ के हुन्छ कसो हुन्छ जब तपाई सेल्फी लिनुहुन्छ या त कसैको फोटो खिच्नुहुन्छ त्यो फोटोमा हरेक कुरा कसरी आउँछ त इमेज कसरी बन्छ होला त्यो जुन रिफ्लेक्सनको इमेजहरु छ कसरी बन्छ होला सोच्नुस् त यो सबै म्याजिक हो कि क्या हो के आफै बन्छ होला त के नि के त्यसको पछाडी होला नि त कुनै न कुनै साइन्स या त म्याथ त होला नि हो यसको पछाडी जुन म्याथ छ त्यही आज हामी बुझ्न गइरहेका छौं र त्यही टपिक छ आजको हाम्रो र त्यो छ कोअर्डिनेट ज्योमेट्री कोअर्डिनेट ज्योमेट्री यो हरेक ठाउँमा काम लाग्छ चाहे एरोप्लेनलाई उड्नु परोस् त्यहाँ पनि काम लाग्छ चाहे पबजी मा गोली हान्नु परोस् त्यहाँ पनि काम लाग्छ चाहे सिटी स्क्यान गर्नु परोस् त्यहाँ पनि काम लाग्छ चाहे गेमलाई लाइभ हेराउनु परोस् त्यहाँ पनि काम लाग्छ हरेक कुरा कोअर्डिनेट ज्योमेट्रीले चल्छ त आज हामी यसको के बेसिक कुराहरु सिक्छौं र स्पेशली क्लास 10 को स्टुडेन्टलाई के कुराहरु चाहिन्छ त्यो कुरा आज हामी सिक्ने बेला छौं त यो भिडियो हेरिसकेपछि तपाईलाई यसको बारेमा हरेक डाउट क्लियर हुनेछ ए तपाई वेटिङमा हुनुहुन्छ कि कुनै यस्तो भिडियो होस् जसले तपाईको कोअर्डिनेट ज्योमेट्रीको पुरै डाउट क्लियर गरिदियोस् भने यही भिडियो हो त्यो अब वेटिङ खतम भयो त आज हामी क्लास 10 लाई स्पेशली फोकस गरेको छौं कि क्लास 10 मा के चाहिन्छ कुन कुराहरु चाहिन्छ र कतिको कन्सेप्ट क्ल्यारिटी हुनु पर्छ बच्चालाई त्यो भन्दा कम पनि हैन त्यो भन्दा बढी पनि जादैन हामी है त स्पेशली आज क्लास 10 लाई म फोकस गरेको छु त क्लास 10 मा छोटो सुरुवात गरौँ एकदम छोटो सुरुवात गरौँ तपाईकोबाट ल सबभन्दा पहिलो कुरा जुन थाहा पर्ने हुन्छ त्यो हुन्छ स्लोप अफ लाइन सबभन्दा मेन तपाईलाई थाहा पाउनु नै पर्ने कुरा हो स्लोप अफ लाइन कुनै लाइनको स्लोप के हुन्छ त कति हुन्छ त कस्तो हुन्छ त ध्यान दिएर हेर्नु होला स्लोप अन लाइन भनेपछि अब कुनै लाइन हेर्नुस् या त कुनै बाटो नै हुन्छ नि जब सम्म हुन्छ त हामी के भन्छौं ए फ्ल्याट छ यहाँ तर जब कुनै बाटो तल या त माथि हुन्छ यहाँ स्लोप छ है चिप्लिन्छ स्लोप छ भन्छौं नि हामी मतलब स्लोपको मतलब के छ हाम्रो मानसिकतामा भन्नुस् त कहीं ओरालो या त उकालो आयो भने त्यहाँ हामी स्लोप युज गर्छौं त्यस्तै लाइन पनि त हो यदि लाइन होरिजेन्टल छ मतलब यसको स्लोप 0 छ जसरी यो लाइन यदि माथि गयो भने त्यहाँ स्लोप बढ्छ पक्का हो त लाइन स्लोप अफ लाइनको बारेमा बुझौं यदि कुनै लाइन होरिजेन्टल छ भने धेरै डिटेलमा म जादिन सिधा थोरै भनिदिन्छु यसको स्लोप 0 हुन्छ स्लोपको डेफिनेसन के हुन्छ भन्दाखेरि हेर्नुस् है स्लोपको डेफिनेसन सिधै भनेछ राइज ओभर रन राइज ओभर रन त कुनै प्वाइन्ट मानौ सुरुवात भयो यहाँबाट अब यहाँबाट यो कतिको राइज भयो त कतिको राइज भयो ल यहाँबाट कतिको राइज भयो हेर्नुस् त राइज त भयो नि त अब यो लेभलबाट यो लेभल हो नि त यसको फ्ल्याट लेभल यो हो यहाँबाट त यो राइज भयो त यहाँ हेर्नुस् यो राइज हुँदै गयो त यसको राइजको जुन मेजरमेन्ट छ ध्यान दिएर हेर्नुस् त्यो यहाँबाट हेर्नुस् कति राइज भयो मतलब कति माथि गयो आफ्नो लेभलबाट यो जुन फ्ल्याटको लेभल छ त्यहाँबाट कति माथि गयो अनि रन भनेको यहाँबाट कति रन गयो यो रन भनौं यसलाई रन मानौ रन यसलाई राइज मानौ हो यो दुवै जनाको जुन रेशियो हुन्छ नि त्यसैलाई भन्छ स्लोप त ग्राफमा हेर्नु भयो भने त ग्राफमा तपाई काउन्ट पनि गर्न सक्नुहुन्छ ग्राफमा इजिली काउन्ट गर्नुहुन्छ मानौ यहाँ कति छ होला मानौ यो 1 कोठा 2 कोठा 3 4 5 छ भने यो 5 भयो रन भनेको 5 भयो यो भनेको मानौ 1 2 3 छ भने राइज भनेको 3 भयो त यसको स्लोप के भइहाल्छ राइज भनेको 3 अनि रन भनेको 5 त कुनै पनि लाइनको स्लोप तपाई बिना फर्मुलाको पनि निकाल्न सक्नुहुन्छ यदि तपाईसँग ग्राफ छ भने बुझ्नु भयो नि
ल त सिम्पल भाषामा मैले स्लोपको मतलब तपाईहरुलाई समझाए। अब क्लास 10 मा के चाहिन्छ त कस्तो खालको फर्मुलाहरु चाहिन्छ स्लोप निकाल्न र कुन कुन कन्डिसनमा चाहिन्छ त्यो म भनिदिन्छु ल। ल फटाफट हेर्नु होला ध्यान दिएर। अब हेर्नुस् अब यसमा तीन किसिमको स्पेशली तपाईलाई स्लोप बुझ्नु पर्ने हुन्छ। पहिलो बुझ्नु पर्ने हुन्छ कि स्लोप अफ जुन लाइन हुन्छ त्यो एउटा हुन्छ tan थीटा। tan थीटा स्लोप भनेपछि m लेखौं न यता। स्लोप भनेको m लेखौं। m भनेको tan थीटा। त कुन कन्डिसनमा यो tan थीटा हुन्छ त त्यो पनि बुझौं है। अब ध्यान दिएर हेर्नुस् मानौ एउटा यो लाइन भयो है लाइन र यो भयो x एक्सिस र y एक्सिस। यदि कुनै लाइनले x एक्सिस बाट यसरी पास हुन्छ र त्यहाँ एंगल बनाउँछ दैट अल्सो एन्टी क्लकवाइज मतलब भनौं न लाइनको राइट साइडबाट है त्यो जुन एंगल हुन्छ नि हो यति बेला यदि x एक्सिसमा एंगल दिएको छ भने त्यति बेला यो फर्मुला युज गर्नुस्। यदि x एक्सिसमै एंगल हुनु पर्छ x एक्सिसमै हुनु पर्छ त्यो एंगल युज गर्दा अब दुईटा एंगल हुन सक्छ त तपाई राइट साइडको युज गर्नुस् लेफ्टको युज नगर्नुस् है राइटको युज गर्नुस्। त यति बेला तपाईले यो फर्मुला अब सेकेन्ड फर्मुलाको बारेमा बुझौं। सेकेन्ड फर्मुला हुन्छ स्लोपको जुन त्यो हुन्छ y2 y1 x2 x1। अब यो स्लोपको फर्मुला कति बेला युज गर्नुपर्छ होला अब ध्यान दिएर सुन्नुस्। यदि कुनै स्ट्रेट लाइन दिएको छ कुनै ठाउँमा छ यो x एक्सिसमा छ छैन के मतलब भएन एउटा लाइन दिएको छ त्यो लाइनमा तपाईलाई दुईटा कुनै प्वाइन्ट दिएको छ मानौ एउटा 5 6 होला एउटा 10 12 होला कुनै दुईटा प्वाइन्ट त्यो कुनै एउटा प्वाइन्टलाई हामी मान्छौं x1 y1 अर्को प्वाइन्टलाई मान्छौं x2 y2 हो हजुर। जब दुईटा प्वाइन्ट दिएको हुन्छ तपाईलाई यस्तो कन्डिसनमा स्लोप निकाल्न यो फर्मुला युज गर्नु होला ल। र थर्ड नम्बरमा स्लोपको जुन फर्मुला हामी युज गर्छौं हेर्नुस् त्यो युज गर्छौं माइनस कोएफिसिएन्ट अफ x डिवाइडेड बाइ कोएफिसिएन्ट अफ y। यसलाई सिम्पल भाषामा हेर्नु भयो भने माइनस a बाइ b पनि भन्छ। बुझ्नु भयो किन भन्छ त्यो पनि म भनिदिन्छु। मानौ तपाईलाई कुनै लाइन दिएको छ यसपाली x एक्सिसको एंगल पनि दिएन तपाईलाई न त दुईटा प्वाइन्टको भ्यालु दियो त दियो के तपाईलाई इक्वेसन दिन्छ इक्वेसनको फर्मुला त थाहै छ यो लिनियर इक्वेसन हो त यसको फर्मुला त यही हुन्छ हैन र। अब यो दिइसकेपछि अब तपाईलाई स्लोप निकाल्न भन्यो भने हो यही फर्मुला युज गर्नुस् माइनस कोएफिसिएन्ट अफ x मतलब माइनस a डिवाइडेड बाइ कोएफिसिएन्ट अफ y मतलब b। त जब इक्वेसन दिएको हुन्छ कुनै लाइनको र तपाई यसलाई स्लोप निकाल्नु पर्यो भने तपाई यो फर्मुला युज गर्नु होला। र एउटा रियल युज हुने खालको एउटा अझै फर्मुला छ जुन छ हेर्नुस् त्यो पनि भनेको अब स्लोप नै हो त्यसको आउँछ माइनस b बाइ a स्लोपको फर्मुला हो यो पनि। यो कति बेला युज हुन्छ त्यो पनि ध्यान दिएर हेर्नुस् त्यो पनि हुन त यस्तै हो तर खाली इक्वेसन चेन्ज भइसक्यो हुन्छ। कुनै लाइनको इक्वेसन डबल इन्टरसेप्टको फर्ममा दिन्छ x बाइ a प्लस y बाइ b इक्वल्स टु 1। यदि कुनै लाइनको इक्वेसन तपाईलाई डबल इन्टरसेप्टको फर्ममा दिएको छ भने त्यति बेला स्लोप अफ लाइन यसरी युज गर्नुपर्छ माइनस b बाइ a। फर एक्जाम्पल यस्तो दियो x बाइ 3 हैन प्लस y बाइ 5 इक्वल्स टु 1 यस्तो इक्वेसन छ कुनै लाइनको र त्यो लाइनको तपाईलाई निकाल्नु छ स्लोप त तपाई सिधै के गर्नुहुन्छ माइनस b बाइ a मतलब यो भयो a यो भयो b त भइहाल्छ माइनस b बाइ a माइनस 5 बाइ 3। यसरी तपाई स्लोप चार तरिकाले निकाल्न सक्नुहुन्छ। त यो तपाईलाई रेयर केसमा युज हुन्छ है हजुर ल बुझ्नु भयो यो रेयरली युज हुन्छ नभए यही तीनटा हो स्पेशली बडी युज हुने त्यो पनि क्लास 10 मा यो लगभग तपाईलाई 80% मा युज हुन्छ। यो भनेको लगभग 18% राखौं न यो 1% मा युज हुन्छ यो पनि 1% मा युज हुन्छ। त यो दुईटा रेयरली युज हुन्छ हैन क्लास 10 मा क्लास 9 मा त यो धेरै युज हुन्छ तर 10 मा सबभन्दा बढी 80% यो इक्वेसन दिन्छ स्लोप निकाल्नु पर्छ दुईटा प्वाइन्ट दिन्छ स्लोप निकाल्नु पर्छ है यति चाहिँ याद राख्नुस्। त म्याक्सिमम प्रायोरिटी यसलाई दिनुस् नम्बर 3 को स्लोपलाई। त यो भयो तपाईलाई स्लोप निकाल्ने तरिका है फर्मुलाहरु कुन कन्डिसनमा कुन निकाल्ने त एकचोटी म फेरि भनिदिन्छु तपाईलाई कुन कन्डिसनमा यो जब तपाईलाई x एक्सिसमा जब एंगल दिएको हुन्छ है x एक्सिसमा एंगल दिएको छ भने
त्यति बेला तपाई यो फर्मुला युज गर्नुस्। यदि कुनै पनि लाइनको दुईटा पोइन्ट दिएको छ जुन कि एउटा हुन्छ x1 y1 अर्को भइहाल्छ x2 y2, त्यति बेला तपाई यो सेकेन्ड फर्मुला युज गर्नुस्। कुनै पनि लाइनको इक्वेसन दिएको छ x + by + c = 0, त्यति बेला तपाई यो फर्मुला युज गर्नुस्। र कुनै लाइनको इक्वेसन यो फर्मेटमा छ x / a + y / b = 1, त्यति बेला स्लोपको लागि यो फर्मुला युज गर्नुस्। ल यति गरिसकेपछि काम खतम, स्लोपको बारेमा सिद्धो। अब के चाहिन्छ त अझै तपाईलाई, अझै के चाहिन्छ ध्यान दिएर हेर्नु होला है। स्लोप पछि तपाईलाई चाहिन्छ एंगल बिट्विन टु लाइन्स, दुईटा लाइनको बीचको एंगल कसरी थाहा पाउने त्यसको बारेमा। सपोज एकदम ध्यान दिएर हेर्नु होला। यसको लागि म थोरै एउटा x एक्सिस र y एक्सिस क्रिएट गरे। ल यस्तो क्रिएट गरे। ल हेर्नुस्, किनकि हेर्नुस् अब दुईटा लाइन होला यसरी, हो हैन? या त दुईटा लाइन यसरी पनि हुन सक्छ, या जस्तो पनि हुन सक्छ। त यिनीहरु बीचको जुन एंगल छ कसरी थाहा पाउने, कुन फर्मुला युज गरेर निकाल्ने, त्यो फर्मुला आयो कसरी, त्यो सबै हामी अहिले बुझ्नेवाला छौं, चिन्ता नगर्नुस्। ल हेर्नुस् त ध्यान दिएर, मानौ यो x एक्सिस हो y एक्सिस हो, मानौ दुईटा लाइन मैले ताने, एउटा यसरी गयो एउटा यसरी गयो। ल त मानौ यो लाइन 1 हो यो लाइन 2 हो, मानौ लाइन 1 र 2 को बीचमा एउटा एंगल छ थीटा, बुझ्नुभयो? त लाइन यो छ, यो मानौ यो लाइनको एंगल छ थीटा कति राखौं भन त 1, र यो लाइन थीटा 2 राखौं। यसको नाम L1 राखिदिन्छु नि त, यसको L2 राखिदिन्छु। ल ध्यान दिएर हेर्नुस्, थीटा भनेको कुनै एंगल होला, यो 60 70 80 90 100 120 जे पनि होला, एउटा हुन त यो 90 भन्दा पक्कै ठुलो होला, यो 60 डिग्री होला, कुनै न कुनै होला, यो पनि कुनै एंगल त होला। त मलाई निकाल्नु कुन छ मेरो टार्गेट, यो दुईटा लाइनको बीचको एंगल, यसलाई कसरी निकाल्ने। त यदि तपाईहरु यदि क्लास 10 कै बच्चा हुनुहुन्छ भने तपाईहरुलाई एउटा कुरा के थाहा हुनुपर्छ कि ट्रायंगलको एउटा प्रोपर्टी हुन्छ। ट्रायंगलको एउटा प्रोपर्टी के हुन्छ भन्दाखेरि सम अफ टु इंटेरियर एंगल इज इक्वल्स टु अपोजिट एक्सटेरियर एंगल। मानौ यहाँ a छ यहाँ b छ भने र यहाँ c छ भने हामी a + b = c लेख्छौं। यदि यो प्रोपर्टी तपाईलाई थाहा छ भने एकदम ध्यान दिएर हेर्नु, यही अनुसार हो है। ल अब यहाँ यही ट्रायंगल हेर्नुस् त, यो ट्रायंगलमा यो प्लस यो बराबर यो त लेख्न पाए नि, अघि जस्तै भने जसरी हैन, त लेख्नुस् यहाँ थीटा + थीटा 2 = थीटा 1 लेख्न पायो, पाए कि पाएन, पाए नि। अब ध्यान दिएर हेर्नुस्, थीटा को भ्यालु निकाल्नु छ त यो हुन्छ थीटा 1 - थीटा 2, थीटा 1 - थीटा 2, यो थीटा 1 भयो, यो थीटा 2 उता गयो। अब ध्यान दिएर हेर्नु होला त के हुँदो रहेछ यहाँ कुराकानी। टेकिङ tan दुवै साइडमा गरौँ, किनकि स्लोप निकाल्न त हामी tan युज गर्छौं। किन tan युज गर्छौं भन्दाखेरि राइज ओभर रन, राइज ओभर रन। राइज को मतलब के भयो हेर्नुस्, राइज परपेन्डिकुलर, रन भनेको कति टाढा गयो बेस। त p/b लाई कसले डिनोट गर्छ, tan ले। त स्लोप को डेफिनेसनलाई सबभन्दा बढी म्याच गर्ने भनेको tan हो, एक्ज्याक्टली। त्यही भएर हामी tan युज गर्छौं है। ल अब tan थीटा यहाँ लियो भने यता के हुन्छ हेर्नुस् त, tan थीटा 1 - थीटा 2। अब यसलाई म ब्रेक लगाए, अलिकति एकछिनको लागि थोरै ब्रेक लगाए, म यता आए। ध्यान दिएर हेर्नुस्, यो जुन लाइन 1 छ त्यसको स्लोप कति होला त, लाइन 1 को स्लोप, यो जुन स्लोप अफ लाइन 1 जुन होला त्यो tan थीटा 1 होला, किनकि एंगल छ, x एक्सिसमा एंगल दिएको छ भने स्लोप निकाल्ने फर्मुला त tan थीटा हो। थीटा को ठाउँमा यहाँ जे छ त्यही आउँछ, हो गन भन्नुस् त। अनि L2 को स्लोप, स्लोप अफ L2 हो गन भन्नु त। L2 को स्लोप के होला, यहाँ थीटा 2 छ, L2 ले बनाएको एंगल के हो, थीटा 2, त यो होला tan थीटा 2, tan थीटा 2। त मानौ स्लोप अफ फर्स्ट लाइन हामी m1 मान्दियौ, L1 लाई फर्स्ट स्लोप मानौ, L2 को स्लोपलाई सेकेन्ड स्लोप अफ L2 भनेको सेकेन्ड स्लोप मान्दियौ। पहिलो लाइनको स्लोप र दोस्रो लाइनको स्लोप हामीले मान्दियौ। tan थीटा 1 इज m1, tan थीटा 2 भनेको m2, बुझ्नुभयो? अब यहाँ हेर्नुस् के हुन्छ, यहाँ हुन्छ tan थीटा = अब tan a - b को फर्मुला कतिजनालाई याद छ, पक्का याद हुनुपर्ने कुरा हो। tan a - b को फर्मुला क्लास 9 मा पढ्नु भएको होला, tan a - tan b divided by 1 plus tan a times tan b, यही तो हो नि। तो ये फर्मुला लगाइदिउँ त,
tan A minus tan B divided by 1 plus tan A into tan B. Tan A into tan B. अब त्यसो भए tan थीटा को भ्यालु के भयो त tan थीटा 1 मतलब भयो m1 राखौं m1 माइनस tan थीटा 2 भनेको भयो m2 त राखौं यहाँ m2 डिवाइडेड बाइ 1 प्लस tan थीटा 1 भनेको m1 tan थीटा 2 भनेको m2 यहाँ छ नि त निकालेको हामीले सुरुमै पहिलो स्लोपको लाइनको स्लोप tan थीटा 1 which is m1 दोस्रो लाइनको स्लोप tan थीटा 2 which is m2 अब हेर्नुस् त यही फर्मुला त पढ्छ हामी तर अब के छ फर्मुलामा त प्लस माइनस आउँछ सर भन्ने कुरा हुन्छ सर यो के हो त प्लस माइनस फेरि कसरी आउँछ त नि सर हो हैन मनमा लागेको होला नि त हेर्नुस् ध्यान दिएर हेर्नुस् यदि तपाईले दुईटा लाइन बनाउनु भयो भने नि हेर्नुस् एउटा थीटा भयो भने अर्को त यता होला नि त दुईटा एंगल त बन्छ नि त जब तपाई लाइन तान्नुहुन्छ हैन मानौ यता लाइन तान्नुभयो कता लाइन तान्दियौ ल यता लाइन ताने मैले है त दुई किसिमको एंगल बन्छ मानौ यो 30 डिग्री छ भने यो त पक्का 150 हुन्छ यदि यो 150 छ त यो पनि 150 हुन्छ भर्टिकल अपोजिट एंगल त यो 30 छ त यो पनि यो 30 हुन्छ त दुई किसिमको एंगल हेर्न सक्नुहुन्छ एउटा 150 छ एउटा 30 छ बुझ्नुभयो त दुई किसिमको एंगल निकाल्नको लागि यदि एउटा थीटा छ भने अर्को 180 माइनस थीटा छ ध्यान दिएर हेर्नु है त दुईटा एंगल निकाल्नु परेको कारणले हामी यहाँ युज गर्छौं tan theta equals to plus minus m1 minus m2 by 1 plus m1 into m2 धेरै डिटेलमा म गइन tan 180 minus theta गएर पनि यसलाई म देखाउन सक्थे तर म गइन सिम्पल भाषामा बुझ्ने हो यो डेफिनेसनहरु यसको त्यो प्रुफ दैटहरु खास आउँदैन तर बुझिराख्दा कन्फिडेन्स लेभल त बढ्छ नि यति बुझ्नु तत्काल कि दुईटा एंगल निकाल्नुको कारणले गर्दा हामी प्लस र माइनस थप्छौं एउटाले हामीलाई एक्युट एंगल दिन्छ अर्कोले अब्ट्युस एंगल दिन्छ ल अब त यो फर्मुला त खतम भयो नि ल अब ध्यान दिएर हेर्नु होला एकदमै ध्यान दिएर हेर्नु होला हजुर ल ठिकै छ अब यसमा थोरै कुरा म भन्दिन्छु अझै ल यो बाट धेरै कुराहरु अलि थाहा पाउनु जरुरी छ नि त ल ल ल फटाफट हेरौं यहाँबाट अझै दुईटा कुरा म भन्दिन्छु ल कि यसमा के हुन्छ हेर्नुस् त हामीले tan थीटा को भ्यालु के पढ्यो हजुर m1 minus m2 by 1 plus m1 into m2 एकछिनको लागि हामी के गरौं एकछिनको लागि है या प्लस माइनस नलेखौं अब ध्यान दिएर हेर्नुस् यदि माथिको पार्ट 0 भइदियो मतलब m1 minus m2 0 भयो भने यो जुन लाइन हुन्छ नि यो जुन एंगल हुन्छ त्यो 0 डिग्री भइहाल्छ भन्नु कसरी किनकि m1 minus m2 0 भयो भने यो 0 को मुनि 1 plus m1 into m2 राख्नु त 0 नै हुन्छ यो के हुन्छ 0 र tan कति डिग्री 0 हुन्छ भन्नुस् त मलाई मैले भने तपाईलाई एकछिनको लागि यदि तपाईले m1 minus m2 लाई 0 राख्नु भयो भने यो हुन्छ यो 1 plus m1 into m2 र यो तपाईको 0 बाइ यो भनेको 0 भयो tan थीटा भनेको 0 भनेको त tan 0 डिग्री हो नि त tan थीटा भनेको त यो त tan 0 डिग्री हो भनेपछि थीटा इक्वल कति आयो 0 डिग्री त यदि यो बराबर 0 भइदियो भने एंगल 0 डिग्री आउँछ मतलब दुईटै लाइन एक अर्कासँग प्यारलल छ किनकि तिनीहरुको बीचमा 0 डिग्री को एंगल छ है त बुझ्नु ध्यान दिएर यदि अब ध्यान दिएर फेरि हेर्नुस् यदि इफ तलको पार्ट 0 भइदियो भने एकछिनको लागि है ल tan थीटा इक्वल्स टु यहाँ भयो m1 minus m2 तलको पार्ट यदि 0 भइदियो मानौ तलको पार्ट 0 भइदियो भने तलको पार्ट 0 भयो भने के हुन्छ त tan थीटा इक्वल्स टु भइहाल्छ यो 0 भइदियो भने के भइहाल्छ यो तलको पार्ट यदि 0 भइदियो भने यो त इन्फिनिटी मा गइहाल्छ र हामी सबैलाई थाहा छ कि यो भनेको tan 90 डिग्री हो मतलब थीटा इक्वल्स टु कति आयो 90 डिग्री मतलब यदि तलको पार्ट 0 भयो भने दुईटै लाइनको बीचमा 90 डिग्री को एंगल हुन्छ मतलब दुईटै लाइन एकअर्कासँग के भइहाल्छ परपेन्डिकुलर भइहाल्छ हो त यही फर्मुलाबाट तपाई दुईटा कुरा अझै थाहा पाउनुहुन्छ कि कति बेला लाइनहरु प्यारलल हुन्छ र कति बेला परपेन्डिकुलर ध्यान दिएर हेर्नु होला यदि माथिको भ्यालु which is m1 minus m2 equals to 0 भइदियो भने लाइन प्यारलल हुन्छ लाइन के हुन्छ प्यारलल हुन्छ दुवै लाइन प्यारलल हुन्छ है र यसलाई हामी कसरी लेख्छौं भन्दाखेरि यहाँ लेख्छौं m1 minus m2 त गएर के भइहाल्छ प्लस m2 हो यति यसरी पढ्छ हामी
कि दुवै लाइनको स्लोप इक्वल भयो भने लाइन प्यारलेल भयो दुवै लाइनको स्लोप भनेको अब यो यति झुकेको छ यो पनि यति झुकेको छ त पक्का प्यारलेल भयो नि त हैन अर्को यदि तलको पार्ट 0 भइदियो भने तल के छ लेखेको हेर्नु त 1 + m1 * m2 यो 0 भइदियो भने यदि यो 0 भइदियो भने त्यति बेला लाइन परपेन्डिकुलर हुन्छ लाइनहरु के हुन्छ भर्खरले सिकाए कि 90 डिग्रीको एंगल आएको छ नि त यो बराबर 0 राख्दाखेरि हैन त अब हेर यसमा हामी लेख्छौ कसरी यहाँ लेख्छौ हामी m1 * m2 यो +1 उता फाल्दिन्छौ भइहाल्छ -1 हो यसरी चाहिँ हामी युज गर्छौं त यसरी आज हामीले तीनटै कुरा सिक्यौं एंगल कसरी आयो किन प्यारलेल भयो प्यारलेल हुँदा किन m1 = m2 हुन्छ र परपेन्डिकुलरमा किन m1 * m2 = -1 हुन्छ र यही कुराहरुले हामीलाई एकदम हिरो बनाउँछ के आउने टपिकमा त अब अहिलेलाई यतिकै गरौँ र नेक्स्ट भिडियोमा यसको क्वेशनहरु म तपाईहरुलाई सल्भ गरेर देखाउँछु यो बेसिकको एकदम इम्पोर्टेन्ट हो तर भन्छ नि स्ट्रङ बेस भयो भने मजाले हामी अगाडि बढ्न सक्छौं त आजको लागि यतिकै टेक केयर नेक्स्ट भिडियो छिटै आउँछ